हेलो एभ्रिवान। सो आज चाहिँ हामी है गुम्बा गएर चाहिँ अहिले फर्किँदैछ हामी घरतर्फ होइन। र हामी दुईजना छौँ र एकजना साथी चाहिँ अल्छी मारेर घर गयो हो। अहिले चाहिँ आज चाहिँ गुम्बामा चाहिँ यति पायो भनौँ न। अब सामान चाहिँ यति पायो आजको होइन। र यहाँ देख्नुहुँदैछ पहेँलो मेरो घाँटीमा झुन्डेको सुन्दी। र तेरो कुन चाहिँ कलर छ? पहेँलो छ र पहेँलो है। र गोजीमा पनि छ तिनवटा र तिनवटा चाहिँ मैले लगिदिएको घरमा। र आज चाहिँ मैले सोचेको थिएँ कि घरदेखिकै भ्लग बनाएर चाहिँ गुम्बासम्म पुग्ने भनेर। तर माई ब्याड के भयो भन्दाखेरि चाहिँ बाटोमा त्यस्तै पानीहरू पऱ्यो होइन। हावापानी आयो, तुफान आयो, असिना आयो, डरलाग्दो भयो आज चाहिँ हो बुद्ध जयन्ती चाहिँ। त्यही कारणले चाहिँ अहिले भर्खर पानी रहेर चाहिँ हामी चाहिँ घर जानेछु फेरि हो। र हामी तल फेरि गुम्बा जाउँ भनेर सोचेको थिएँ तर पानी आएर चाहिँ रड्डी भयो। अहिले चाहिँ कहाँ जाँदैछु भने चाहिँ जङ्गलको बाटो फेरि हो। यहाँ हो दुई भाइ टक्कै आज चाहिँ। र आज बेलुका टक्कै यो भिडियो आउँछ युट्युबमा। तपाईँहरूले लाइक एन्ड सब्सक्राइब गरिदिनुहोस् र कमेन्ट गरिदिनुहोस् होला है। किनकि भिडियो लाइक नगरे पनि तपाईँहरूले एउटा कमेन्ट चाहिँ है गरिदिनुहोस् है। हाई हेलो दामी छ होइन। अघि यसरी नै बढ्दै जानु बनाउँदै जानु हो त्यस्तोहरू अलिक जोस दिनु पऱ्यो नि त। अहिले छैन त अन्त आम्माम कस्तो खाले आर्टिस्ट लागेपछि क्या हो आम्माम। भिडियोलाई लाइक गर्नु पनि लाइक गरिदिनुहोस् न भनेर मैले उल्टा तपाईँहरूलाई टेक्स्ट गरिदिनु पर्ने हो त आम्माम। बल्ल बल्ल युट्युब खोलेको मैले 2 वर्ष जस्तो भइसक्यो होला। भर्खर 81 पुग्दैछ हो सब्सक्राइबर। 2 वर्षमा एक दिनले पनि कति आम्मामा 1 वर्षमा 365 दिन हुन्छ। 600 700हरू त पुग्नुपर्ने हो नि त होइन। छैन र यस्तै छ है। अहिले चाहिँ पानी रोकिएर रुखपात पनि हरियो झिलिलिली वाउ। कपाल चाहिँ हेर्नु न भिजेर रड्डी भइरहेको छ हो। र तपाईँहरूले यो भिडियोलाई के कस्तो हुन्छ होइन। र सरी है मैले त्यस्तो भिडियोहरू बनाउनु पाइनँ। र तपाईँहरूलाई पनि इच्छा थियो होला है गुम्बाको दर्शन गर्ने। र त्यसरी नाच्ने अब त्यसरी मैले चाहिँ भिडियो बनाउनै पाएन हो। हाँस्दैछ हो। पानी पऱ्यो नि त अन्त खतरा हो। असिना पानी आएर आम्माम। मैले त भनि नि दिएँ बुद्ध भगवान्लाई आज चाहिँ नरोइदिनु नि प्लिज भनिदिएको कि। मैले आज चाहिँ भनिदिएको थिएँ कि नरोइदिनु नि रुक्को अन्त आम्माम होइन। बेसी नै रोइदियो नि त अन्त थेट हामी त गुम्बाभित्र पसिजेल भयो हो। र 1-2 वटा फोटोहरू खिचेको छ। त्यो फोटो पनि युट्युबमा आउँछ। तपाईँहरूले पोस्टमा गएर हेर्नुहोस्। अनि त्यो फोटोलाई पनि लाइक कमेन्ट गरिदिनुहोस् होला कस्तो लाग्छ। र यतिमै राख्दै भन्दै तपाईँहरूलाई बाई बाई र कमेन्ट चाहिँ गरिदिनुहोस् है। र मेरो अहिले फिलहाल चाहिँ युट्युबमा 81 चाहिँ कम्प्लिट भएको छ सब्सक्राइबर। अन्त र तपाईँहरूले जतिसक्दो चाहिँ तपाईँहरूको साथीहरूलाई होइन यो भिडियोहरू सेयर गरेर ल है सब्सक्राइब गरिदिनु है भनेर चाहिँ सेयरहरू गरिदिनुहोस् है। किनकि अब युट्युब खोलेको मैले 2 वर्ष जस्तो भयो। 250 लाग्नु पनि थालिसक्यो होइन। र भिडियो चाहिँ तर मेरो 80 पुग्नेमा आउँछ है। किनकि म भ्याउँदिनँ। अब हल्का अब कमेन्ट होइन लाइकहरू अलिक बेसी आयो भने चाहिँ हामीलाई पनि जोस आउँछ नि त भिडियो बनाउने। र खोइ एउटा भिडियो हाल्नुपर्छ एउटा लाइक आउँछ। भ्युज चाहिँ फेरि 20जना जस्तो आउँछ। 20वटा जस्तो 30वटा जस्तो। सर्ट भिडियोमा चाहिँ अलिक बेसी लाइक आउँछ तर भ्युज आउँछ। तर लाइक कम्ती आउँछ हो। भ्युज अनुसार लाइक आयो भने चाहिँ मजा पनि आउँछ नि त। सेयरहरू पनि गरिदिनु यो भिडियोलाई चाहिँ। र आजको जानकारी चाहिँ यति नै है। र यति भन्दै बाई बाई।